हेलो एन्ड नमस्ते सबैजनालाई हैन। आज एकदम विशेष गरी म एकदम एक्साइटेड छु। सो मैले युट्युब च्यानल स्टार्ट गरेको चाहिँ 2 वर्ष क्रस भइसकेको छ हैन। त्यसैले जति मेहनत गर्दा पनि 10 20 30 भन्दा सब्स्क्राइब चाहिँ क्रसै हुँदैन थियो। आज चाहिँ फाइनली 50 चाहिँ पुगेको छ हैन। तपाईहरुले सपोर्ट गर्दाखेरि पुगेको छु। सो एकदम एकदम धन्यवाद भन्न चाहन्छु हैन सबैजनालाई। अनि म भन्छु कि तपाईहरुले पनि हैन सोशल मिडियामा इन्ट्रेस्ट गर्नु। अनि कतिपय मान्छेले इन्कम पनि गरिराखेका छन् हैन। कतिपय मान्छे अझै सुरुवात गर्दैछन् हैन। अब सोशल मिडिया भने हतियार जस्तो हैन। आफूले जस्तो तरिकाले युज गर्छन् त्यस्तै रिस्पोन्स आउने हो हैन। राम्रो तरिकाले युज गरे भने राम्रै हुन्छन्। सो ब्याड तरिकाले युज गरे भने ब्याडै हुन्छन्। सो तपाईलाई सोशल मिडिया चाहिँ एउटा हतियारको तरफ सोच्नु हुन्छ नि। कसैको जिन्दगी सोशल मिडियाले गर्दा पनि एकै तालमा डाउनमा आएर पनि पुरै मान्छे सुसाइडतिर पनि पुगेको छन् हैन। कुनैको जिन्दगी फेरि माथि टप क्लाससम्म पनि पुगेको छन् हैन। सो त्यो तपाईमाथि डिपेन्ड गर्छ, तपाईको सोचमाथि डिपेन्ड गर्छ। सो हैन तपाईले राम्रो तरिकाले अगाडि बढ्नु हैन। सबैले सपोर्ट गर्ने तरिकाले। कुनैसँग त सबथोक हुन्छन्, कसैसँग कुनै केही हुँदैन के हैन। सो गरिब मान्छेलाई सहयोग गर्छु भन्ने आश बोकेर हैन अगाडि बढ्नु हैन। अब सकेसम्म सहयोग गर्छु हैन। सकेन भने नराम्रो गर्दैन भन्ने सोच राखेर चाहिँ अगाडि बढ्नु हैन। त्यसैले म सबैलाई भन्छु अथवा युट्युब अथवा टिकटक अथवा फेसबुक तपाईहरुले सोशल मिडिया जहाँ इन्ट्री गरे पनि हैन राम्रो सोच राम्रो तरिकाले गर्नु होला है। किनकि सोच सबसे ठुलो इम्पोर्टेन्ट कुरा हो हैन। अनि दोस्रो कुरा इम्पोर्टेन्ट चाहिँ के भन्न चाहन्छु भने सबैजना सोशल मिडिया भने क्यामेरा अन गरेपछि डर लाग्छन्। अब आत्तिन्छन् हैन। अब पसिना चुइन्छन्, मेरो पनि पसिना चुइन्छन् हैन, चुइरहेको थियो। अनि अब बोल्दै 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 गर्दाखेरि चाहिँ बिस्तारै बिस्तारै तपाईको लेभल हाई हुँदै जान्छन्। मतलब तपाईलाई एक्सपिरियन्स हुन्छन् के हैन। अगाडि बढ्दै जाँदाखेरि बिस्तारै लाजदेखि लिएर केही लाग्दैनन् के। पहिले त अब यस्तो क्यामेरा ठटाए पनि हैन मान्छेलाई एकदम लाज लागेर यहाँबाट पसिना चुइन्थ्यो हैन। माइक्रोफोन यहाँतिर लाग्यो भने तर पछि पछि तपाईको लाज शरम भने चाहिँ हराउँछन् हैन। त्यसैले लाज शरमको लागि चाहिँ नलुक्नु होला, नलजाउनु होला हैन। बिस्तारै बिस्तारै कन्टिन्यू गर्दा त हुन्छन् हैन। सो अनि हामीले गल्ती चाहिँ कहाँ गर्छौं भन्दाखेरि एउटा त हैन मलाई चाहिँ लाग्छन् कि तपाईहरुको पनि अब सबैको गल्ती हुन्छन् हैन, नहुने हैन, सानो ठुलो हुन्छन् हैन। तर मलाई चाहिँ सबसे ठुलो गल्ती चाहिँ के लाग्छन् भन्दाखेरि नि ट्राई नगर्नु सबसे ठुलो गल्ती जस्तो लाग्छ के। अब जुन ठाउँमा पुग्नु छ त्यो ठाउँको लागि ट्राई नगरे भने त तपाई त अगाडि बढ्न नसक्ने नै हो हैन। अब पुगे नपुगे त्यो फरक पर्दैन, तर ट्राई त गर्नु पर्यो नि यार। ट्राई त गर्नु पर्यो नि यार। अनि ट्राई गर्नु पर्यो। ट्राई गर्दै 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 गर्दा पो पुग्छ त नि। एलन मस्क यत्रो ठुलो रकेट उडाउने मान्छे अनि यत्रो यो संसारको करोडौं मान्छे सबसे धनी मान्छे एलन मस्क। अनि उहाँ त अनि आँसु झरेर अनि यत्रो अनि डुबानमा परेर त्यत्रो अनि रकेट पड्काएर त्यत्रो रकेट 2 ताल फेल हुँदाखेरि हैन, प्रोजेक्ट फेल हुँदाखेरि कति दुःख पाएको थियो होला। उसलाई पनि कति मनमा चिन्ता भयो होला। अनि लोन लिएर अथवा मान्छेको ऋण लिएर हैन त्यस्तो स्टार्ट गर्दा त कति सोच त गहिरो भएर एकदम दुखी भएर गर्यो होला नि त हैन। एलन मस्क संसारकै हैन धनी मान्छेको त फेल हुन्छन् भने, रकेट उडाउने मान्छेको त फेल हुन्छ भने यो संसारको धनी मान्छेको त फेल हुन्छ भने हामी त नर्मल फेल त भइहाल्छन्, गल्ती त भइहाल्छन् हैन सबैको। सो गल्ती ठुलो गल्ती चाहिँ तपाईले ट्राई नगर्नु हो। दोस्रो गल्ती चाहिँ तपाईले हार मान्नु है। हार मान्नु किन हो भन्दाखेरि नि एकदम अब म गर्न सक्दिनँ हैन। अनि मलाई टाइम पुगेन हुन बिस्तारै 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 गर्दाखेरि हुन्छन् हैन, नहुने हैन। तर एकै तालमा छोड्नु चाहिँ भएन के त्यो कुरा। जस्तै तपाईले टिकटक खोले पनि युट्युब खोले पनि तपाईले एकै तालमा छोड्नु चाहिँ भएन कि। बिस्तारै बिस्तारै कन्टिन्यू गर्दै जानुपर्छ नि त। बिस्तारै हुन्छन् के हैन। अनि नहुने हैन, हुन्छन्। अब बिस्तारै हुन्छन्। अब म त त्यहाँ अब हामी पनि त कहाँ छ र। अनि हामी पनि त्यही हो, तपाई हामी एउटै हो। तपाईको भिडियो देखेर म हाँस्छु, मेरो भिडियो देखेर तपाई हाँस्छु, एउटै कुरा हो हैन। त्यसैले हामी सबै मिलेर कन्टिन्यू चाहिँ गर्नुपर्छ हैन। हार चाहिँ मान्नु हुँदैन। जति नि मेरो साथी दाजुभाइ दिदीभाइ र सोल्डा सोल्डिन सबैजनाको लागि। अनि यो विशेष गरी यो युट्युब च्यानल खोलेको चाहिँ हैन मैले। युट्युब च्यानल चाहिँ मेरो 2टा छ।
अनि सो नाम चाहिँ होइन @विशाल _01 _02 त्यति हान्यो भने चाहिँ होइन मेरो फास्टमै आइपुगिन्छ नि मेरो नाम होइन, मेरो टपमै आइपुगिन्छ होइन। अनि सब्सक्राइब त्यहाँबाट गर्न सकिन्छ, तर त्यहाँबाट भेटेन भने त्यो अब आएन भने यो भिडियोको डिस्क्रिप्सनमा लिङ्क हालिदिन्छ होइन, त्यहाँबाट पनि जान सकिन्छ नि। टिकटक, फेसबुक जहाँबाट हेरिराख्नु भएको छन् होइन, उहाँहरूले सपोर्ट गर्न सक्नुहुन्छ होइन। अनि जति नि सपोर्ट गर्नुभएको छन् मेरो फेसबुकदेखि, अनि मेरो फेसबुक फ्रेन्डदेखि, मेरो टिकटक फ्रेन्डदेखि धेरै धेरै धन्यवाद होइन। जिन्दगीमा एकअर्कालाई सपोर्ट गरेर माथि पुग्ने हो होइन। त्यसैले त्यो चाहिँ 50 सब्सक्राइब पुगेकोमा होइन, म चाहिँ अब सेलिब्रेट त ठुलो गर्न सकिँदैन होइन। अब आफूलाई जे मन लाग्यो, जे मिठो लाग्यो त्यो खान्छु होइन। मैले किन लिएर आएको छु तपाईँहरूमाथि देखाउँछु म होइन। मेरो फेभरेट केक लिएर आएको छु होइन, मेरो फेभरेट केक लिएर आएको छु होइन। यो चाहिँ मैले जिन्दगीमा बर्थडे त मनाएको छैन, तर पनि मलाई केक चाहिँ एकदम मनपर्छ, मेरो फेभरेट हो। सो केक चाहिँ होइन, केक त केकै हो होइन, केक चाहिँ केकै हो, जसलाई पनि मनपर्छ, मेरो त फेभरेटै हो होइन। अब बर्थडे नमनाए पनि तर केक चाहिँ म खान छोड्दिनँ होइन। बिस्तारै अलिअलि भए पनि टेम्पो पनि खाइरहन्छु, एकदम मनपर्ने होइन, मेरो फेभरेट हो। अनि दोस्रो कुरो चाहिँ रेडबुल होइन। रेडबुल यो चाहिँ किन लिएको भन्दाखेरि यो चाहिँ होइन, दारू पानी नखाएको भएको कारणले मैले रेडबुल लिएको। रेडबुल चाहिँ मलाई एकदम मनपर्छ अनि यो दुइटै मेरो फेभरेट हो। सो आजको युट्युब च्यानलको सब्सक्राइब 50 पुगेकोमा चाहिँ म रेडबुल अनि केक मेरो फेभरेट त्यो खाएर म चित्त बुझाउँछु। सो तपाईँहरू पनि त्यस्तै गरी सेलिब्रेट गर्न सकिन्छन् होइन। पछिल्लो समय पनि होइन यो युट्युबमा चाहिँ रिस्पोन्स राम्रै आयो भने होइन, हामी त्यही अनुसारको अपग्रेड गर्दै जान्छौँ होइन। हामीसँग यति ठुल्ठुलो क्यामेरा किन्ने पैसा चाहिँ छैन होइन। सो अब पोर फ्यामिलीबाट हुर्केपछि सबैले थाहा भएको कुरो हो होइन, पैसा यति साह्रो ग्याजेट ठुल्ठुलो ग्याजेट किन्नलाई पैसा हुँदैन। हामीसँग सानो सानो ग्याजेटहरू छन्, माइक्रोफोन, अब फोन स्टिरिङ अनि त्यस्तो ग्याजेटहरू छ। तपाईँहरू पनि त्यस्तो फोनबाटै युज गर्न सक्नुहुन्छ होइन, फोनबाटै कन्टिन्यू स्टार्ट गर्न सक्नुहुन्छ। अब सबैलाई भन्न चाहन्छु कि म होइन, तपाईँहरू पनि सोसियल मिडियामा जुन यो युट्युब, टिकटक, फेसबुक होइन, अब अर्को पनि सोसियल मिडिया टनै छन्, तपाईँहरू पनि स्टार्ट गर्न सक्नुहुन्छ होइन। सो स्टार्ट गर्नु होला भन्न चाहन्छु होइन सबैजनालाई। हामी एकअर्कालाई सपोर्ट गर्छौँ होइन सबैजना, म पनि तपाईँहरूलाई गर्छु, तपाईँ पनि मलाई गर्नुहुन्छ होइन। समय त तलमाथि हुन्छ भने यो सोसियल मिडिया तलमाथि त भइहाल्छन् होइन, कहिले लाख आउने, कहिले भ्युज नआउने, कहिले फलोवर्स सब्सक्राइब नबढ्ने, त्यस्तो त भइहाल्छन् होइन जिन्दगीमा, त्यस्तो त भइहाल्छन्, टेन्सन नगर्नु होला होइन। अनि बिस्तारै बिस्तारै हुन्छन्, त्यति भन्दै हामी यहीँ बिदा गर्न जान्छु।